एकदम रमाइलो छ तर यहाँको मौसम भने अति चिसो रहेछ। हजुर डोनाल्ड ट्रम्प छ नि त्यो डोनाल्ड ट्रम्प र म एउटै घाम तयार हुर्क्याने ए वाओ हेलो एन्ड दर्शन नमस्ते सबैजनालाई सबैजना आरामै हुनुहुन्छ होला भन्ने पूर्ण आशा लागिराखेको छ। धेरै लामो समयको अन्तरालपछि तपाईँहरूको समक्ष एउटा सानो मिनी भ्लग ल्याएर उपस्थित भइसकेको छु। आई होप यहाँहरूले चाहिँ माया गरिदिनुहुन्छ भन्ने मलाई लागिरहेको छ। र आज म यो बिहानी पख विशेष गरी घान्द्रुक भन्ने गाउँमा अत्यन्तै चर्चित र पर्यटकीय हिसाबले अत्यन्तै सुन्दर गाउँमा चाहिँ प्रवेश भइसकेको छु। र हाम्रो यात्रा हिजोदेखि नै थियो, अफसोस मैले भ्लग स्टार्ट गर्न पाएन। त्यसैले म आज तपाईँहरूलाई यो घान्द्रुक गाउँको विशेषता र यहाँका सम्पूर्ण कुराहरू यहाँहरूलाई देखाउने नै छु। यहाँहरूले देख्न सक्नुहुन्छ मेरो पृष्ठभूमिमा यहाँ देखिँदैछ अन्नपूर्ण फर्स्ट र अन्नपूर्ण सेकेन्ड हिमालहरू र माछापुच्छ्रे हिमालहरू चाहिँ हामीले यहाँबाट प्रत्यक्ष रूपमा देख्न सकिन्छ। अत्यन्तै सुन्दर छ। अझै म तपाईँहरूलाई देखाउने प्रयास गर्छु र आज दिनभरि तपाईँहरूलाई घान्द्रुक गाउँको सबै कुराहरू चाहिँ डिटेलमा देखाउने छु। सबैजनाले चाहिँ भिडियो पुरा हेरिदिनु होला। वाह लभली है, सनराइज लभली। हिमालको दृश्य देखाउँछु है। ल यो चाहिँ अन्नपूर्ण द्वितीय, दोस्रो अन्नपूर्ण प्रथम र यता चाहिँ माछापुच्छ्रे हिमालको दृश्य तपाईँहरूलाई देखाउँदैछु। अत्यन्तै सुन्दर रमणीय छ यो हिमाल। यहाँको चाहिँ मुख्य आकर्षकको केन्द्रबिन्दु रहेको कुरा यहाँहरूलाई अवगत नै होला। तैपनि तपाईँहरूलाई चाहिँ देखाउने जमर्को गर्दैछु। के कस्तो लाग्छ प्रतिक्रिया दिन भने नसुझाउनु होला। अहिले भने हामी यात्रामै छौँ, तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ घान्द्रुक गाउँको मुख्य गाउँ हो। यो घान्द्रुक गाउँको चाहिँ यात्रामा मुख्य गाउँमा चाहिँ हामी यात्रा गर्दैछौँ। यहाँ चाहिँ अत्यन्तै यो चाहिँ अहिले सिजन हो। यहाँको धेरै आन्तरिक तथा बाह्य पर्यटकहरूको चाहिँ घुइँचो देख्न सकिन्छ। हाम्रो साथीहरू पनि यहाँ हुनुहुन्छ। हामी 17जना साथीहरू चाहिँ आएका थियौँ। एकदमै राम्रो देख्न सक्नुहुन्छ है त। वाह गाउँहरू तपाईँहरू देख्न सक्नुहुन्छ है। एकदमै सुन्दर गाउँ छ। आहा ठाउँ त ब्याकग्राउन्डमा त कस्तो राम्रो लागिरहेको। म चाहिँ हल्का हराएको अवस्था साथीहरू। घान्द्रुक गाउँमा फर्स्ट टाइममा हराइसकेँ म चाहिँ। अनि हाम्रो साथीहरू चाहिँ कहाँ जानुभयो भन्ने कुरा चाहिँ ठ्याक्क थाहा भएन मलाई चाहिँ। अब हिँड्दै जान्छु। कहाँ चाहिँ भेट्छु मेरो साथीहरूलाई। वाउ गाउँहरू हेर्न सक्नुहुन्छ कति दामी छ। कालो केस तिम्रो। ल कस्तो हुँदैछ? एकदम रमाइलो। कहाँ हो त? ए हो जाडो कतिकै छ सर? जाडो छ सर। हजुर जाडो भयो भने छुट्टै खालको रमाइलो छ। रमाइलो छ। यो चाहिँ हामीले गर्नुपर्छ। ल अत्यन्तै जाडो छ साथीहरू। जाडोको बावजुद पनि म तपाईँहरूलाई चाहिँ भिडियो क्लिपहरू चाहिँ राखिरहेको छु। के कस्तो लाग्छ प्रतिक्रिया दिन भने नछुट्याउनु होला। म यहाँबाट म सिनेमेटिक देखाउँछु। यहाँबाट देखिने घान्द्रुक गाउँ है। यो चाहिँ घान्द्रुक गाउँ
सनराइज भइसकेको अवस्था। ल हर्स राइदै ल इन्द्र सर हाम्रो यो घान्द्रुकको यात्रा तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्छ त्यस्तै भनिदिनु होला। एकदम रमाइलो छ, तर यहाँको मौसम भने अति चिसो रहेछ। हजुर तैपनि मौसमको बावजुद हजुर हामी उकालो चढ्दैछौँ। हजुर ल ठिक छ, रमाइलो भइरहेछ। हुन्छ हुन्छ, रमाइलो छ। भइरहेछ। दाइ सरलाई कस्तो हुँदैछ? यात्रा जारी छ दाजु। यात्रा जारी छ, रमाइलो छ है। ल इन्जोय गर्नुपर्छ। हिमाल आमा हिमाल छ है यहाँ। ओइ हिमाल ल यस्तो फेरि यहाँ सुन्नुहोस्, त्यो डोनाल्ड ट्रम्प छ नि, त्यो डोनाल्ड ट्रम्प र म एउटै घाम तयार हुर्किहाल्नु। ए ल दामी दामी दामी। ल साथीहरू आकर्षणको केन्द्रबिन्दु चिया बगानतिर लैजाँदैछु। त्यहाँको दृश्य अब तपाईँहरूलाई देखाउने छु। के कस्तो लाग्छ प्रतिक्रिया चाहिँ दिन नछुट्याउनु होला। र यो घान्द्रुक गाउँमा चाहिँ दाउरा चाहिँ काट्ने काम चाहिँ भइराखेको हामी देख्न सक्छौँ है त। माथि नै हुनुहुन्छ हाम्रो साथीहरू, हेर्दै हुनुहुन्छ। रमाइलो छ, अत्यन्तै रमाइलो। यो तपाईँहरू देख्न सक्नुहुन्छ, यो सेतो सेतो सबै यो तुसारो लगाएको हो कि जाडो अत्यन्तै चिसोको कारणले गर्दा यो दाउराहरू चाहिँ यसरी चिसोको बावजुद पनि काम गर्दै हुनुहुन्छ यहाँको स्थानीयवासीहरू हामी देख्न सक्छौँ। अत्यन्तै जाडो त असाध्यै जाडो हुन्छ नि अङ्कल होइन? हो हो नि हजुर हो हो। यहाँको स्थानीयहरूले चाहिँ यसरी काम गर्दै हुनुहुन्छ। हामी चाहिँ अझै यात्रामा छौँ, उकालो रहेछ अलि लामो नै। हामी जाँदैछौँ, साथीहरू माथि पुगिसक्नु भएको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। ठिक छ, एकछिनपछि म तपाईँहरूलाई चिया बगानमै गएर चाहिँ चिया बगान देखाउने छु है त। ल साथीहरू यो चाहिँ चिया बगान है। ल हामी चाहिँ चिया बगानमा आएका छौँ। यो चाहिँ घान्द्रुकको चिया बगान। यहाँको कृषकहरूले यो चिया खेती गरेर मनग्य आम्दानी गर्नुहुन्छ है त। ल साथीहरू फाइनली अब चाहिँ यो घान्द्रुक गाउँको विशेष गरेर चिया बगान यहाँ तल रहेको छ। धेरै साथीहरू यहाँ फोटो खिच्दै हुनुहुन्छ। र चिया बगानमा आइसके पछाडि म तपाईँहरूलाई यो चिया बगानको चाहिँ मन्दिर, यो धार्मिक स्थल देखाउन चाहन्छु। तपाईँहरू देख्न सक्नुहुन्छ, यो चाहिँ अत्यन्तै रमणीय रहेको छ। हजुर ल हाम्रो मिसहरूको चिया बगान घुमफिर पश्चात फेरि पुनश्च वासस्थानतर्फ फर्किँदै हुनुहुन्छ। कस्तो दामी देखिन्छ। ल साथीहरू रमाउँदै हुनुहुन्छ, खुसी नै हुनुहुन्छ। ल हाम्रो सन्तोष सरले चाहिँ दाउरा सिर्दै हुनुहुन्छ साथी। दाउरा बहिनी के भन्छ खेताला बनाएको तिमीले मलाई।
हान्नु न सर अझै खायो नि अँ पानी राख्ने म त यस्तो त जान्छ फेरि झुकाउनु पर्छ यो त चिप्लिन्छ के अर्को हानौँ भ्याइजाँदै हुन्छ भिडियो बनायो फेरि यसलाई नै हानौँ है त तल देखेको के किनेको मैले जाँदी हुन्छ ग्यादरिङ हुन्छ पुजुहरू हुन्छ है हाम्रो त्यस्तोले गर्छ बाहुनहरूले गर्दैन हजुर ल ल ल ल ahoi 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 ल साथीहरु हामी अन्नपूर्ण प्रथम र हिमालको गाडी छ र अत्यन्तै रमाइलो भएको छ तपाईहरुलाई हामी यो पृष्ठभूमिमा सगरमाथा हिमाल हामीले चाहिँ यो हिमालहरु चाहिँ देखाउँदैछु नाम भन न नाम हेर्नु हामी चाहिँ यो माछापुच्छ्रे हिमाल अनि अन्नपूर्ण प्रथम र द्वितीय तीनवटा हिमाल चाहिँ हामीले यहाँबाट देखिराखेको अवस्था इन्द्र सर पनि आउनुहुन्छ यहाँ ल बनाएको चाहिँ कुनमा हो खास के छ कस्तो छ अवस्था एकदम रमाइलो भइरहेछ यसमा अलि चर्को बोल्नुपर्छ रमाइलो भइरहेछ तर जाडो पनि निकै छ जाडो छ हजुर त्यसकारण हामी अलि त्यसकारण हामी अलिक खुम्छ शिशुले घेरिन्छ खल्तीबाट हजारले घेरिन्छ ल अझै पनि हामी घान्द्रुककै सेरोफेरोमा रहिरहेका छौँ यो देखिएको दृश्य घान्द्रुक गाउँ र अन्नपूर्ण प्रथम द्वितीय साथै माछापुच्छ्रे हिमालको दृश्य तपाईँहरू देख्दै हुनुहुन्छ तपाईँहरूलाई यो दृश्य कस्तो लाग्छ प्रतिक्रिया दिन भने नछुट्याउनु होला हामी यात्राकै क्रममा छौँ साथीहरू फोटो खिच्नमा व्यस्त हुनुहुन्छ ल साथीहरूको यात्रा हजुर ल म्याडम म्याडम यहाँको पौराणिक मकै चाहिँ राख्ने ठाउँ जस्तो छ है Sigon ang lulubig
डाँडैमा गुराँस फुल्यो छल्ला है साथीहरू गलेश्वरको मन्दिरैमा प्रेमको कसम खाऊला गलेश्वरको मन्दिरैमा प्रेमको कसम खाऊला पानी डाँडैमा गुराँस फुल्यो छल्ला पानी डाँडैमा गुराँस फुल्यो छल्ला लाउने भए लाउ है माया हाम्रो बेटी हाजिरा लाउने भए लाउ है घर हाम्रो बेटी हाजिरा ओइ 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 साँच्चै हो क्या खै खै निकाल्नु त आउनु न ओ अलि दीपक सरको अलि खैरो ए रहेछ ल दीपक सरको मिलारको बाटो कोर्ने हो भने त्यस्तै होला भिडियो भयो भिडियो भिडियो